जय मसीह सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला। परमेश्वरको अनुग्रह र आशिषले आजको दिनसम्म म पनि सुरक्षित छु, स्वस्थ छु। अनि आज पनि फेरि म तपाईँहरूको सामने आशिषमय परमेश्वरको वचनलाई लिएर आएको छु। आउनुहोस् हामी ढिला नगरिकन वचनलाई अध्ययन गर्नुभन्दा अगाडि अनि वचनको निम्ति थोरै प्रार्थना गरौँ। धन्यवाद महान परमेश्वर पिता येशू प्रभुको नाममा यो समय फेरि पनि हामी तपाईलाई धन्यवाद चढाउँदछौँ, किनकि तपाईँ महान परमेश्वर हुनुहुन्छ। आजको सुन्दर दिन हामीलाई देखाउनु भयो, हामी सबैलाई सुरक्षा दिनुभयो अनि हामी जहाँ जे अवस्थामा छौँ अनि हामी प्रत्येकलाई यथास्थानमा सहायता गर्नुभयो। पिता हामी तपाईलाई धन्यवाद चढाउँदछौँ। यो समय फेरि पनि यो वचनलाई अध्ययन गर्ने अनि साँच्चै यो वचनलाई अनि सबैको सामने राख्ने यो समय तपाईले जुटाइदिनु भएको छ। पिता म तपाईलाई धन्यवाद चढाउँदछु। अनि साँच्चै आज मानिस चाहिँ शारीरिक भजनले मात्रै होइन, आत्मिक भजनको चाहिँ हाम्रो जीवनमा खाँचो छ। शारीरिक भजनले चाहिँ मात्रै हामी जीवित रहन सक्दैनौँ अनि साँच्चै त्यो त शरीरको निम्ति मात्रै हो, तर आत्मिक भजनको चाहिँ हामीलाई खाँचो छ। अनि त्यो आत्मिक भजन चाहिँ तपाईको पवित्र वचन हो अनि त्यो वचन हामी लिनेछौँ, अध्ययन गर्नेछौँ अनि साँच्चै हामी बुझ्नेछौँ, मनन गर्नेछौँ अनि तपाईको वचन अनुसारको जीवन जिउनको निम्ति अनि हामी प्रयत्न गर्नेछौँ। पिता हामीलाई सहायता गर्नुभएको होस् यो वचनलाई अध्ययन गर्न, बुझ्न, बुझाउन अनि सबै कुरामा तपाईको पवित्र आत्माको उपस्थितिद्वारा हामीलाई सहायता गर्नुभएको होस्। बुवा धन्यवाद। यो बाँकी समय तपाईका हातमा राख्दै माग्छु आशिष येशू प्रभुको मिठो नाममा, आमेन। हुन्छ, हामी आज भजन सङ्ग्रह 91 को खण्डलाई लिएर म आएको छु। भजन सङ्ग्रह 91 अनि हामी चाहिँ परमेश्वरमा ख्रीष्ट येशूमा विश्वास गर्ने हामी सबैजना सुरक्षित छौँ, किनकि हाम्रो साथमा परमेश्वरले पवित्र आत्मा खटाउनु भएको छ। एउटा मध्यस्थकर्ता खटाउनु भएको छ। उहाँ चाहिँ हाम्रो अगाडि पछाडि अनि हामीलाई हातमा समाएर डोराइ हिँड्नुहुने परमेश्वर हुनुहुन्छ। साँच्चै अनि उहाँले चाहिँ हामीलाई कहिले पनि एक्लै छाड्नुहुन्न। कहिले पनि हामी रोइरहेको त्यो घडीमा पनि उहाँले हामीलाई कहिले पनि एक्लै छाड्नुहुन्न। उहाँ चाहिँ हाम्रो साथी जस्तै हुनुहुन्छ। जसरी हामी आफ्नो छायालाई साथसाथमै लिएर हिँड्छौँ अनि साँच्चै त्यसै गरी अनि हामीले इच्छा गरे तापनि नगरे तापनि परमेश्वरले मानिस जातिलाई एकदमै धेरै प्रेम गर्नुहुन्छ। त्यसमा पनि निस्वार्थ प्रेम गर्नुहुन्छ अनि उहाँमा विश्वास गर्नेले अनन्त जीवन पाउँछन्। अनि यो अनन्त जीवन पाउने अनि उहाँमा विश्वास गर्नेहरूलाई चाहिँ उहाँले सुरक्षाको निम्ति अनि मानिस जातिको आशिषको निम्ति, सुरक्षाको निम्ति अनि धेरैवटा 8000 वटा प्रतिज्ञाहरू चाहिँ उहाँले हाम्रो निम्ति गर्नुभएको छ, ताकि हामी उहाँमा विश्वस्त हौँ। कुनै पनि रायोको दाना जति पनि शङ्का नगरिकन उहाँमा विश्वस्त भएर विश्वास गरौँ, किनकि उहाँले चाहिँ हामीलाई कहिले पनि छाड्नुहुन्न र कहिले पनि त्याग्नुहुन्न। अनि उहाँमा विश्वास गर्नेहरूको निम्ति सुरक्षा भनेर भजन सङ्ग्रह 91 मा यहाँ मजाले खुलाएको छ। हामी चाहिँ जीवन जिउँदै गर्दाखेरि अनि कति कुराहरूमा हामी डराइरहेका हुन्छौँ। हाम्रो व्यवहारिक कुराहरूमा अनि हाम्रो कति कुराहरूमा हामी डरमा एउटा मानिस जाति चाहिँ एउटा जन्मेदेखि नै डरमा चाहिँ कहिले के कुराको डर, कहिले के कुराको डर अनि डरमै बाँचिरहँदाखेरि अनि जब हामी ख्रीष्टलाई चिन्छौँ, परमेश्वरलाई मुक्तिदाता भनेर हामी स्वीकार गर्छौँ, तब हामी चाहिँ डराउनु पर्ने चाहिँ कारणै छैन, किनकि उहाँले विश्वासीहरूको सुरक्षा भनेर चाहिँ उहाँले प्रतिज्ञा गर्नुभएको धेरै कुराहरू छ। अनि साँच्चै यो कुरा चाहिँ भजन सङ्ग्रह 91 मा मजाले खुलाएको छ। अनि यो कुरा यो वचन म तपाईहरूको सामुने फेरि पनि राख्नेछु। अनि कहाँबाट कसरी हेर्दै हुनुहुन्छ अनि यो भिडियोलाई अनि साँच्चै सब्सक्राइब गर्नुहोला। अनि म यो विशेष गरी चाहिँ
फेरि पनि मैले ल्याउने वचनहरू चाहिँ नछुटेर तपाईँहरूको सामने आउन सकेको होस्। अनि त्यसै कारणले म भन्दैछु लाइक सब्सक्राइब पनि गर्नुहोला। अनि यो समय हामी साथसाथमै बाइबल लिएर हिँड्न नसकेको अवस्था हुनसक्छ, किनकि हामी कार्यव्यस्तताको कारण अनि काहीँ चाहिँ सजिलो काहीँ चाहिँ अप्ठ्यारा कामहरू हरेक हाम्रो जीवनको परिस्थितिमा अनि हरेक दैनिकीमा अनि सबै ठाउँ बाइबल त लिएर हिँड्दैनौँ। अनि तर फेरि हामी मोबाइल चाहिँ बोकेका हुन्छौँ। एकछिन भने पनि अहिले नेट इन्टरनेटको यो समयमा एकछिन भने पनि हामी मोबाइल हेरौँ न त, नेट चलाउँ, इन्टरनेट चलाउँ, युट्युब हेरौँ अथवा भनेर हामी चाहिँ यो सामाजिक सञ्जालहरू प्रयोग गरिराखेका हुन्छौँ। अनि यो समयमा हामीलाई पढ्नभन्दा पनि ज्यादा चाहिँ सुन्नमा धेरै हामी इच्छा राख्दछौँ। अनि मलाई पनि त्यस्तै लाग्छ र म यो सरसर्ती पढ्नेछु। अनि यसमा चाहिँ तपाईँहरूले बुझिहाल्नुहुन्छ। अनि परमेश्वरले भन्नुभएको छ, सारा सृष्टि स्वर्ग र पृथ्वी बिति जानेछ, तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको वचन चाहिँ एक बिन्दु पनि टल्ने छैन। किनकि एक बिन्दु पनि टल्ने छैन भनेको एउटा बिन्दु पनि चाहिँ पुरा हुनेछ, हरेक प्रतिज्ञा पुरा हुनेछ। साँच्चै यो चाहिँ गर्व र एकदमै विश्वासी परमेश्वरलाई पछ्याउनेहरूको निम्ति चाहिँ एकदमै खुसीको कुरा हो, एकदमै गर्वको कुरा हो। ल आउनुहोस्, म ढिला नगरिकन यो वचनलाई नै हेर्नेछ है त। भजन सङ्ग्रह 91 विश्वासीको सुरक्षा भनिएको छ। अनि बाइबल छ भने बाइबल खण्ड पनि निकाल्न सक्नुहुन्छ। अनि हेर्नुहोला, म सुरु गर्नेछु। जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। आमेन। साँच्चै परम प्रधान चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। अनि उहाँमा विश्वास गर्ने हरेकले उहाँमा चाहिँ शरण लिन्छौँ। अनि उहाँ चाहिँ सर्वशक्तिमान भनेको उहाँ परमेश्वर अनि उहाँको छत्र छाया मुनि हामी रहनेछौँ। आमेन। परम प्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमाथि भरोसा राख्दछु। आमेन। साँच्चै हाम्रो परमेश्वर हाम्रो शरण स्थान र हाम्रो किल्ला हुनुहुन्छ। निश्चय नै उहाँले तिमीलाई सिकारीको पासोबाट र घातक रूढीहरूबाट बचाउनुहुनेछ। आमेन। येशू ख्रीष्टको नाममा चाहिँ हरेक कुराहरूबाट छुटकारा छ। त्यसै कारणले निश्चय नै उहाँले हामीलाई हरेक प्रकारका सिकारी, ताकि हाम्रो जीवनमा हानि नोक्सानी गर्ने हरेक थोक, हरेक चिज, हरेक व्यक्ति, वस्तु, हरेक सिकारीहरूको पासोबाट चाहिँ हामीलाई बचाउनुहुनेछ र हरेक घातक रूढीहरू, हरेक रोग रूढीहरूबाट पनि उहाँले बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्नो पाखहरूले छोप्नुहुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछौ। आमेन। साँच्चै उहाँले जसरी एउटा पन्छीले आफ्नो बच्चाहरूलाई सुरक्षाको निम्ति एउटा पखेटाले आफ्नो पखेटाले छोप्दछ, अनि त्यस्तै गरेर सुरक्षाको निम्ति हाम्रो परमेश्वरले आफ्नो स्वर्गीय सामर्थ्यको शक्तिको प्वाँखले हामीलाई छोप्नुहुनेछ र उहाँले हामीलाई आफ्नो पखेटा मुनि लुकाउनुहुनेछ। अनि उहाँको विश्वसनीयता हाम्रो ढाल अनि पर्खाल हुनेछ। तिम्रो ढाल अनि पर्खाल हुनेछ भन्नुभएको छ। साँच्चै आमेन। यो प्रतिज्ञा, यो वचन साँच्चै कति महान विश्वसनीयता, उहाँको विश्वसनीयता तिम्रो ढाल र तिम्रो पर्खाल हुनेछ भनेको। ढाल पर्खाल भनेको एउटा सुरक्षाको गढ, सुरक्षाको निम्ति राखिएको कुरा। साँच्चै तिमी रातको ठुलो त्रासदेखि र दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ। साँच्चै न त अन्धकारमा फैलिने रूढीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। यस आमेन। साँच्चै हामी डराउने छैनौँ। हामी परमेश्वरमा ख्रीष्ट येशूमा विश्वास गर्ने
कोही पनि डराउनु हुने छैन, किनकि सबै सारा थोकहरू चाहिँ हाम्रो परमेश्वरको प्रभुत्वमा छ, उहाँको मुठीमा, उहाँको इच्छामा छ। उहाँले हाम्रो नजिक चाहिँ न त रातमा न त दिनमा, न त कुनै रोग रुडी, न त कुनै पनि मानिसलाई, उहाँलाई विश्वास गर्नेलाई हानि गर्ने कुनै पनि थोकलाई हाम्रो आसपास पनि आउन दिनुहुने छैन। साँच्चै आमेन। 1000 जना तिम्रो नजिकै लड्लान् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिकै त्यो आउने छैन। आमेन। तिमीले आफ्नो आँखाले मात्र त्यो देख्नेछौ, तिम्रो आँखाले मात्रै त्यो देख्नेछौ, त्यो अवलोकन गर्नेछौ, दुष्टहरूको प्रतिफल देख्नेछौ। साँच्चै आमेन। यदि तिमीहरूले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनाए भने परमप्रभुलाई जो मेरो शरण स्थान हुनुहुन्छ, तिम्रो कुनै अनिष्ट हुने छैन। आमेन। तिम्रो घरको नजिक कुनै पनि विपत्ति आउने छैन। आमेन। साँच्चै। किनकि किन त भन्दाखेरि हाम्रो परमेश्वरले प्वाखले छोप्नुहुनेछ, उहाँ हाम्रो ढाल पर्खाल हुनुहुन्छ। हरेक रोग रुडी त्रासदेखि जब हामीलाई बचाउनु हुनेछ, साँच्चै। अनि हामी परमप्रभु जो शरण स्थान हुनुहुन्छ, हामी उहाँमा शरण लिन्छौँ, अनि उहाँले चाहिँ हामीलाई हाम्रो जीवनमा कुनै पनि अनिष्ट हुन दिनुहुने छैन। अनि न त हाम्रो घरको सामुन्ने नै कुनै कुराहरूलाई आउन दिनुहुनेछ। हाम्रो घरको सामने कुनै पनि प्रकारको आपत्ति विपत्ति आउने छैन। आमेन। साँच्चै। किनकि उहाँले आफ्नो स्वर्गदूतहरूलाई आज हाम्रो जीवनमा किन अनिष्ट हुने रहेनछ, अनि हाम्रो घरको सामने किन विपत्तिहरू आउने रहेनछ त? किनकि उहाँले आफ्ना स्वर्गीय दूतहरूलाई तिम्रो सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। आमेन। साँच्चै। उहाँले चाहिँ आज हामी एक्लो शरीरमा एक्लो महसुस भए जस्तो देखिए तापनि, तर हामी एक्लो हुने रहेनछौँ, अनि यो चाहिँ साँचो अनि सत्य हो। उहाँले स्वर्गदेखि हर एक विश्वासी जसले ख्रीष्ट येशूलाई परमेश्वरलाई मान्दछ, विश्वास गर्दछ, उसको सुरक्षा सहायताको निम्ति चाहिँ स्वर्गदूतहरूलाई आसपासमा चाहिँ उहाँले खटाउनु भएको छ, किनकि उसको सबै मार्गहरू रक्षा गर्ने आज्ञा दिनुभएको छ। तिनीहरूले तिमीलाई आफ्ना हात हाते थाम्ने छन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। आमेन। कति धेरै वास्ता छ हाम्रो परमेश्वरलाई, मानिस जातिको कति धेरै वास्ता छ, उहाँलाई पछ्याउने उहाँको सन्तानको कति धेरै वास्ता छ। उहाँले हाम्रो खुट्टा ढुङ्गामा ठोकिने हो कि हामी अप्ठ्यारोमा पर्ने हो कि समस्यामा पर्ने हो कि भनेर स्वर्गदूतहरूलाई हाम्रो निम्ति, हाम्रो सहायताको निम्ति खटाउनु भएको छ। आमेन। तिमीले सिंह र गोमनलाई कुल्चिनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लतार्नेछौ। आमेन। साँच्चै। सिंह जस्तो डरलाग्दो र गोमन जस्तो विषालु हरेक थोकहरूलाई ख्रीष्टलाई विश्वास गर्ने हरेकले पैताला मुनि लतार्नेछन्। आमेन। अनि परमप्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउने छु, हरेक अन्धकारबाट छुटाउनु हुनेछ, हरेक पापबाट छुटाउनु हुनेछ, हरेक समस्याबाट, हरेक रोग रुडीबाट, हरेक प्रकारको दुर्बलताबाट, हर प्रकारको समस्याबाट उहाँले हामीलाई छुटाउने प्रतिज्ञा गर्नुभएको छ, किनकि त्यसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म त्यसलाई रक्षा गर्नेछु। आमेन। साँच्चै। उहाँले हामीलाई रक्षा गर्नुहुनेछ, त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु। आमेन। त्यसका दुःखको घडीमा म त्योसँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। आमेन। साँच्चै। परमेश्वरलाई हामी एउटा बच्चाले कसलाई पुकार्छ? आफ्नो बुवालाई, आफ्नो आमालाई आवश्यकताको निम्ति, सहायताको निम्ति जसरी पुकार्दछ, अनि हामी मानिस जाति चाहिँ परमेश्वरका सन्तान हौ, ख्रीष्ट येशूलाई पछ्याउने हामी सबै उहाँका सन्तान हौ, अनि हामी उहाँलाई हाम्रो कठिनाइमा,
हाम्रो दुर्बलतामा, हाम्रो समस्यामा हामी उहाँलाई आवाज दिन्छौँ। हामी उहाँलाई घोडामा आएर पुकार्छौँ। हामी जस्तो अवस्थामा अनि हामी उहाँलाई पुकार्दछौँ भने उहाँले हामीलाई साँच्चै भन्नुभएको छ, प्रार्थनाको उत्तर म दिनेछु। यस, आमेन। म त्यसलाई प्रार्थनाको उत्तर दिनेछु। म त्यसको दुःखको घडीमा म त्योसँग हुनेछु। आमेन। साँच्चै उहाँ हाम्रो दुःखको घडीमा हाम्रो साथमा हुनुहुन्छ। हामीले कुनै पनि कुराको चिन्ता फिक्री गर्नु पर्दैन। बस हामी धैर्यता र विश्वासको साथ उहाँमा अडिग रहनुपर्छ। उहाँको प्रतिज्ञा मैले साँच्चै वचनमा पहिले नै भनेको छ, स्वर्ग र पृथ्वी बित्ति जानेछ तर मैले प्रतिज्ञा गरेको एक बिन्दु पनि टल्ने छैन। हरेक वचन एक एक बिन्दु पुरा हुनेछ भन्नुभएको छ साँच्चै। अनि यो उहाँले भन्नुभएको म उसलाई उत्तर दिनेछु अनि म साँच्चै त्यसको दुःखको घडीमा म त्योसँग हुनेछु। यो हरेक प्रतिज्ञा चाहिँ साँच्चै उहाँले हाम्रो निम्ति गर्नुभएको अनि यो चाहिँ साँचो अनि सत्य हो। अनि यो प्रतिज्ञा चाहिँ उहाँले हाम्रो जीवनमा पुरा गर्नुहुनेछ। त्यसलाई म छुटकारा दिनेछु, हरेक कुराको छुटकारा जो हाम्रो जीवनमा उचित र आवश्यक छ। हामी शान्तिमा बाँच्न सक्ने, हामी धन्यतामा बाँच्न सक्ने त्यो जीवनको निम्ति उहाँले हामीलाई छुटकारा दिनुहुनेछ। उहाँले हामीलाई आदर गर्नुहुनेछ। आमेन। साँच्चै त्यति मात्र नभएर 16 पदमा भनिएको छ, लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन। साँच्चै आज हामी केही कुरादेखि जब हामी वचन पढ्छौँ अनि परमेश्वरको शक्ति सामर्थ्य उहाँको उपस्थितिलाई हामी महसुस गर्दछौँ अनि साँच्चै उहाँले वचनमा प्रतिज्ञा गर्नुभएको छ। के भन्नुभएको छ, आज सबै थोक मात्रै नभएर आज उहाँलाई पछ्याउने उहाँको सन्तानलाई उहाँले दीर्घायुको आशिष दिनुहुनेछ। आमेन। साँच्चै दीर्घायु, एउटा लामो आयु जो चाहिँ हामी तृप्त आयुमा तृप्त हुन्जेलसम्म बाँचौँ, सन्तुष्ट हामी आयुबाट जीवनदेखि सन्तुष्ट हुनेसम्म गरी उहाँले लामो आयु दिनुहुनेछ। किनकि मृत्यु त त्यही समय मरेको छ। किनकि क्रिस्ट येशू क्रुसमा टाँगेर बौरी जब शारीरिक रूपमै बौरी उठ्नु भए, क्रिस्ट मर्नु भएन, मृत्यु चाहिँ त्यही समय मरेको छ। यस, आमेन। साँच्चै आज उहाँलाई पछ्याउने कोही पनि अल्पायुमा मर्ने छैनन्, म विश्वास गर्दछु। अनि हामी सबैले यही विश्वास गर्नुपर्छ किनकि उहाँले प्रतिज्ञा गर्नुभएको एक एक बिन्दु चाहिँ हाम्रो जीवनमा पुरा हुनेछ। आमेन। साँच्चै उहाँले हामीलाई अनि तपाईँहरू सबैलाई अनि पृथ्वीका यावत सबै पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण हरेक मानिस जातिहरूलाई अनि जसले मेरो मुक्तिदाता, मेरो परमेश्वर, मेरो बुवा भनेर विश्वास गर्दछन् अनि उहाँहरूको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको यो वचन, म त्यसलाई लामो आयु दिनेछु, स्वस्थ जीवन दिनेछु, दुःखको घडीमा म त्यसलाई उत्तर दिनेछु, म त्योसँग रहनेछु, त्यसको सुरक्षा सहायताको निम्ति स्वर्गदूतहरू खटाउनेछु, सबै कुरा। अनि उहाँ चाहिँ हाम्रो ढाल पर्खाल हुनाले सबै कुराहरू चाहिँ साँच्चै हाम्रो जीवनमा पुरा हुनेछ। बस हामीले हाम्रो परिस्थितिमा धैर्यवान भएर हाम्रो समस्यामा एकदम अडिग भएर एउटा साँच्चै चट्टानमा बसालेको एउटा घर जस्तै न लर्खराए न धर्मराए साँच्चै हामी जब बस्दछौँ भने निश्चय नै उहाँले हामीलाई हरेक कुराहरूको आशिष, अनुग्रह र प्रतिज्ञा गर्नुभएको हरेक वचनहरू उहाँको असल समयमा हाम्रो जीवनमा पुरा गर्नुहुनेछ। साँच्चै हामी यही विश्वास गर्नुपर्छ किनकि उहाँ एकमात्र साँचो अनि सत्यको परमेश्वर हुनुहुन्छ। उहाँमा कुनै पनि झुट र उहाँ ख्यालको परमेश्वर हुनुहुन्न। उहाँ साँचो अनि सत्यको परमेश्वर हुनुहुन्छ। हामी विश्वास गर्दछौँ एकमात्र परमेश्वर। साँच्चै यो उहाँले भजन सङ्ग्रह 91 को विश्वासीको सुरक्षा भने, विश्वासीको सुरक्षा भन्ने साथी यो टपिकले नै बुझाउँछ कि उहाँमा विश्वास गर्ने हरेकको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको सुरक्षा हो यो। अनि साँच्चै हामी सबैजना उहाँमा विश्वास गर्छौँ अनि अनन्त जीवनसम्म हामी गर्नेछौँ। साँच्चै यो वचनमा अनि हामी लागिरहनको निम्ति हामीलाई सहायता गर्नुभएको होस्। अनि हामी मानिस जाति हौँ अनि हाम्रो जीवनमा चाहिँ अनि कति कुराहरूले हामीलाई समस्यामा पारिरहेको हुन्छ अनि कति कुराहरूमा चाहिँ
हामी गाह्रो अवस्थामा भइरहेका हुन्छौँ, तर त्यो समयमा पनि हामीलाई धैर्य गर्ने शक्ति दिएर अनि उहाँले भन्नुभएको छ नि त होइन, हरेक कुराको एउटा समय हुन्छ अनि उहाँले हाम्रो जीवनमा कुन दिन चाहिँ निश्चय गर्नुभएको छ हरेक कुरा असल दिनको, त्यो समयमा चाहिँ हरेक असल र प्रतिज्ञा गर्नुभएको हरेक वचन चाहिँ अवश्य पुरा हुनेछ तबसम्म। अनि साँच्चै हामीलाई उहाँमा अडिग रहनको निम्ति सहायता गर्नुहोस् भनिकन अनि यो वचनको हरेक 91को 1 देखि 16सम्मको एक पद एक दिन हाम्रो जीवनमा पुरा हुन सकेको होस् भनिकन आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। अनि प्रार्थनाको निम्ति चाहिँ कतिले भन्नुभएको होला म त भिडमा छु, अनि कतिले भन्नुभएको होला मलाई अड लाग्छ नि त मान्छेको छेउमा, त्यो होइन के हामी मनमा नै प्रार्थना गर्न सक्दैनौँ र किन हामी शारीरिक आँखा एकैछिन बन्द गर्न सक्दैनौँ अथवा आँखा बन्द गरेर घुँडामै आएर प्रार्थना गर्नुपर्छ भन्ने होइन। हामी हिँड्दा हिँड्दै खाँदा खाँदै हाम्रो आफ्नो कामहरू गर्दा गर्दै अनि हामी परमेश्वरलाई धन्यवाद चढाउन सक्छौँ, उहाँलाई पुकार्न सक्छौँ हाम्रो हृदय, किनकि हाम्रो शरीरमा चाहिँ परमेश्वर रहनुहुन्छ अनि हाम्रो शरीरको उहाँ चाहिँ हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर हो, उहाँ हाम्रो शरीरमा आत्मामा रहनुहुन्छ। त्यसैले हामीले जस्तो जस्तो अवस्थामा जे गरी उहाँलाई पुकार्छौँ अनि तब चाहिँ हामीलाई अवश्य नै उहाँले उत्तर दिनुहुनेछ। साँच्चै हामी विश्वास गर्दछौँ। यो समय आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। आउनुहोस्। धन्यवाद महान परमेश्वर पिता, तपाईँ सामर्थ्य परमेश्वर हुनुहुन्छ, तपाईँ सर्वशक्तिमान परमेश्वर पिता हुनुहुन्छ, तपाईँ राजाहरूको राजा अनि प्रभुहरूको प्रभु, सृष्टिका मालिक, तपाईँलाई धन्यवाद। तपाईँ साँचो अनि सत्यको परमेश्वर हुनुहुन्छ, तपाईँ हाम्रो बुवा हुनुहुन्छ, मानिस जातिलाई सिर्जन हुने परमेश्वर अनि हरेक किसिमको प्रतिज्ञा र अनुग्रहले भन्नुहुने परमेश्वर पिता, साँच्चै महान परमेश्वर, तपाईँ एकमात्र बुवा हुनुहुन्छ अनि साँच्चै तपाईँले भन्नुभएको छ स्वर्ग अनि पृथ्वी बिति जानेछ अनि तर तपाईँले प्रतिज्ञा गर्नुभएको एक बिन्दु पनि टल्ने छैन। साँच्चै हामी तपाईँमा विश्वास गर्दछौँ। एकमात्र परमेश्वर पिता पुत्र पवित्र आत्मा, भजन सङ्ग्रह 91 को 1 देखि 16सम्म तपाईँले प्रतिज्ञा गर्नुभएको हर एक वचन हामी सबैको जीवनमा तपाईँले पुरा गर्नुहुनेछ, वो हामी विश्वास गर्दछौँ। अनि येशू प्रभुको नाममा सहायता अनुग्रह अनि आशिष माग्दछौँ। यो समय अनि जहाँ जे जसरी तपाईँको वचनलाई यो समय अनि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ अनि जसले सुन्नुभयो हेर्नुभयो प्रत्येकको जीवनलाई तपाईँको हातमा राख्दछु अनि प्रत्येकको जीवनमा तपाईँको वचनमा भने हरेक किसिमको सुरक्षा, सहायता, अनुग्रह, दीर्घायु अनि प्रार्थनाको उत्तर अनि स्वर्गदूतहरूलाई अनि एन्जललाई तपाईँले सुरक्षा सहायताको निम्ति खटाउनुहोस् भनिकन साँच्चै म तपाईँलाई बिन्ती गर्दछु महान परमेश्वर, किनकि हाम्रो पुकार सुन्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। साँच्चै किनकि हामी तपाईँका सन्तान हौ अनि आफ्नो सन्तानले आफ्नो पितासँगै माग्दछ अनि नझर्किदिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। सारा बिन्ती प्रार्थना तपाईँको हातमा यो समय अनि बाँकी समय अनि सम्पूर्णको आशिषमय अनि शान्तिमय सुरक्षामय बित्न सकेको होस् भन्दै माग्छ आशिष येशू प्रभुको मिठो नाममा, आमेन। साँच्चै सम्पूर्णलाई जय मसीह। अनि फेरि पनि बाँकी बाइबलीय खण्ड अनि म लिएर तपाईँहरूको सामने फेरि पनि आउने प्रतिज्ञा गर्दै यो समय बिदा हुन चाहन्छु। जय मसीह। परमेश्वरले सम्पूर्णलाई आशिष दिनुभएको होस्, आमेन।